हातमा पहिला भाँचेको प्लेट छ त्यो दुख्छ भन्नुहुन्छ त्यही भएर नरो के नरो 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 के म जान बेला नि हुन्छ नि फेरि आमालाई नरो 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 जनताले सबै गरिरहेछ त नरो अब त खुसीका दिन आए रुनी दिन गयो हजुरका अब सबैजनालाई नरु नरु नाम खुसी भयो खुसी कास जान बस बसे एकछिन अगाडि लानु बस्नुला है बसे नरो 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 हातमा प्लेट छ ऊ फाल्ने नेपालमा महँगो लाग्छ अनि इन्डियामा अलि हजुर हजुर कुन हात हो रामा ओ यहाँ प्लेट छ चिरेर प्लेट हजुर पहिला अब हड्डी भाँचे थियो त्यही भएर प्लेट राखेको छ त्यो दुख्छ गरे के घोच्छ गरे त्यही भएर त्यो फाल्न पाएँ अब 2 वर्षपछि मिल्छ 18 महिनापछि मिल्छ भने थियो 18 महिनाभन्दा ज्यादा भइसक्यो अब फाल्ने खुट्टामा छैन खुट्टा भाँचेको तर खुट्टा निको त भयो तर हातभरि अब घाँस काट्दाखेरि दुख्छ भने